जना बेबु त झन् खाँदै खान्न बेबु मेरो नाति चाहिँ मासु नै खान्न सोयाबिन भयो पुग्छौलाई फेरि सोयाबिन र आलु आफ्नो मामाको डुप्लिकेट बानी बेहोरा जिद्दी अटेरी हर कुरामा जिद्दी गर्ने त्यो जस्तै मामा जस्तै हर कुरामा त्यसले जे खान्छ त्यही खानु पर्छ त्यसले कपाल काट्ने भन्छ जुत्ता जुत्ता त्यसले जुत्ता लगाएर जुत्ता लगाउने मान्छे चाहिँ नि घिउमा भुटिसकेँ मैले चामल घिउ नभए त के खानु फ्लाउको चामल अनि तेल हल्का रोस्ट एन्ड मटनको सब्जी कसले खानुहुन्छ हामीले खान्छौँ यस्तो मटनको सब्जी जन्नुभयो तै पनि ठिकै छ केही छैन यसमा हाल्ने के छैला बनाउनु गाइस आज मैले यस्तो बबाल बनाउनेवाला छु नि कुरै नगर्नुहोस् ल हेर्नुहोस् त क्या क्रन्ची भएको छ नि यो यस्तै गरी बनाउनु होला है आएन भने मलाई कमेन्टमा सोध्न पनि सक्नुहुन्छ म फेरि पनि सिकाइदिन रेडी छु खाना बनाउनु त कम्पिटिसनै गरेर आउनुपर्छ मलाई जसले जित्न सक्छ तर पनि अल्छी लाग्छ र पकाउनु कसैले सक्दैन हजुर मात्रै राम्रो रहेछ नि त सब खाइ खतम पारिसकेछ मासु हड्डी न पड्डी मेरो काम छैन ready. My chola is ready. तर पनि एउटा हुन्छ नि तिमी खान्छौ टेस्ट गर्छ त टेस्ट गर्छ नि यो त दामी हुन्छ नि हो के त्यो छोइला यसमा भडमास हुनुपर्छ भइसक्यो सोयाबिन पनि खाइदिनु एउटा भटमास हुनुपर्छ बहुत दामी ओ गुड भटमास अनि त्यो पिनट्स यसले के सोचेछ सोयाबिन हो अहिले पिरो हुन्छ नि अनि थाहा हुन्छ बाजा बच्चा छैन बा अरे बकाको दामी छ मिर्छ न अचार खसाल दियो अलिकति कसो छ बेबी यसले त खालि दुईटा आउनु पर्यो त्यो भनेको यस्तो भने के हो टेस्टी भन न एम्मी बाल्दाघरकै सोफाको चिरा छ पकटिया धेरै नबोल्छौ भन्छ बरु कसो छ खाना